ए भाइ के भयो भने के भयो बत्ती के भयो भने बेलुका भएपछि तैँले बत्ती गएको छ यस्तो पारा हुन्छ कति फोन गरेँ तपाईँलाई फोन गऱ्यो फोन उठाउनु छैन मेरो मोबाइलमा कति पैसा सकेछ थाहा छ यस्तो पाराले हुन्छ अनि दुनियाँका घरमा रात परेपछि झिलिमिली हुन्छ मेरो घरमा चाहिँ तरुल ल्याखा झिम्का जस्तो झ्याप्प झ्याप्प यस्तो पारा के हो भनेपछि तपाईँको घरमा बत्ती झ्याप झ्याप गयो होइन तपाईँले कहिले आफ्नो मिस्टेक देख्नु भएको छ बत्ती किन गइरहेको छ थाहा छ तपाईँलाई यो के हो यो खम्बा हो यो माथि के हो यो सबै तार हो यसरी यो खम्बामा तारमा यस्तो हरियो परियो यो घिरौँला सिरौँला सिमी फर्सी के यो लगाउने चिज हो भन्नुहोस् त तपाईँको घरमा त बत्ती मात्र गएको रहेछ धन्न ठुलो क्षति हुन पारेन छ भन्नु त यसले गर्दाखेरि यहाँबाट करेन्ट सर्ट भएको भए यहाँ तपाईँको घरमा त तपाईँलाई क्षति हुन्थ्यो यहाँ बाटो हिँड्ने मान्छेलाई शुद्ध कति अप्ठ्यारो पर्थ्यो त्यो कुरो सोच्नु भएको छ त्यही भएर यस्तो यो हरियो परियो झाल झुल भनेको यो खम्बाबाट सधैँ टाढा राख्नुपर्छ यसले गर्दाखेरि ठुलो क्षति हुनसक्छ त्यही भएर ल तपाईँले यो काट्नुहुन्छ भने म तपाईँको बत्ती बनाइदिन्छु होइन तपाईँले काट्दिनँ भन्नुहुन्छ भने म बत्ती बनाउन सक्दिनँ मलाई यो काटिसकेपछि बोलाउनु होला धन्यवाद